यो पेन्सन पट्टा भनेर यस्तो विषयवस्तुमा नेपाली चलचित्र बनेको यो सायद पहिलो फिल्म होला। सुबेदार गङ्गबहादुर गुरुङको श्रीमती छलमाया र उहाँको छोरा पेन्सन क्याम्पमा पेन्सन लिन गएका छन्, पेन्सन लिन पुगेको छ। तर पेन्सन क्याम्पको अधिकारीले के भनेर फर्काइदिए भन्दाखेरि चाहिँ पेन्सन पट्टामा छलमाया गुरुङको नाम हुनुपर्नेमा अरू नै व्यक्तिको नाम छ भनेर छलमाया र छलमायाको छोरो दुवैजनालाई चाहिँ पेन्सन क्याम्पबाट फर्काइदिएको छ। अब छोराले सोध्छ मेरो आमा छलमायाको नाम नभइकन अरू कसको नाम छ त भनेर सोद्धाखेरि त्यहाँको अधिकारीले नाम भन्न मिल्दैन, हेर्नुहोस् नाम सच्याएर ल्याउनुहोस् तब मात्र तपाईँले पेन्सन पाउनुहुन्छ भनेर चाहिँ फर्काइदिनु। गङ्गबहादुरको श्रीमती छलमाया र उहाँको छोराले पेन्सन पाउँछ कि पाउँदैन, किन पाएन होला त पेन्सन भनेर तपाईँहरूले जान्नु छ बुझ्नु छ भने नेपाली कथानक चलचित्र पेन्सन पट्टा भदौ 26 गते लागिरहेको छ। तपाईँले त्यो फिल्म हेर्नुपर्छ। मैले अहिले कुरा गरेको जुन सन्दर्भ छ, विषयवस्तु छ, त्यो चाहिँ नेपाली चलचित्र पेन्सन पट्टाको टिजरबाट लिएको हो। हिजो मात्रै टिजर सार्वजनिक गरिएको थियो एउटा औपचारिक कार्यक्रममा पत्रकार सम्मेलन गर्दै, र पत्रकार सम्मेलनमा निर्देशक माउसे गुरुङ, त्यस्तै गरी पुष्कर गुरुङ, पशुपति राई, विल्सन विक्रम राई, बुद्धि तामाङ लगायत थुप्रै कलाकारहरूको उपस्थिति रहेको थियो। दयाङ राई र गौमाया गुरुङ जुन मुख्य भूमिकामा अभिनय गर्नुभएको छ उहाँहरू दुवैजना चाहिँ पत्रकार सम्मेलनमा उपस्थित हुनुहुन्थेन। उहाँहरू व्यक्तिगत कामले गर्दाखेरि त्यो समारोहमा त्यो कार्यक्रममा उपस्थित हुन सक्नु भएन। पेन्सन पट्टा भनेको एउटा आधिकारिक डकुमेन्ट हो र त्यो डकुमेन्टको आधारमा भूपू सैनिकहरूले चाहिँ पेन्सन पाउने गर्दछ। मैले अगाडिको भिडियोमा पनि तपाईँहरूलाई जानकारी गराएको थिएँ। लगभग 4 अरबभन्दा बढी रुपियाँ चाहिँ इन्डियन रुपियाँ नेपालमा पेन्सनको रूपमा हरेक वर्ष भित्रिने गर्छ। इन्डियन भूपू सैनिकहरूले मात्रै त्यत्रो रकमको चाहिँ पेन्सन नेपालीहरूले लिने गर्दो रहेछ होइन। बेलायती सैनिकहरूको त त्यो हिसाबै छैन, त्योभन्दा बढी पनि हुनसक्छ। त्यत्रो मान्छेहरूले चाहिँ पेन्सन लिने गर्दछ। तर निर्देशक माउसे गुरुङको भनाइलाई सापटी लिने हो भने लगभग 1500 भन्दा बढी केसहरू चाहिँ नाम नमिलेको कारणले अथवा उमेर नमिलेको कारणले विभिन्न कारणले चाहिँ त्यो कागजमा डकुमेन्टेसनको कारणले गर्दा पेन्सन पाउनुपर्ने अधिकार भएको व्यक्तिहरूले पनि पेन्सन नपाएको घटनाहरू धेरै छन् भनेर चाहिँ उहाँले भन्नुभएको छ। हाम्रो गाउँठाउँमा के चलन हुन्छ भन्दाखेरि चाहिँ बोलाउने नाम एउटा हुन्छ र आधिकारिक नाम नागरिकतामा लेखिने नाम अर्कै हुन्छ। अब कसैको नाम काली हुन्छ, कसैको नाम घैँटी हुन्छ, कसैको नाम डल्ली हुन्छ, कसैको नाम अब साइली माइली ठाइली होइन, यस्तो किसिमको अब थरीथरीको नामहरू हुन्छ। तर नागरिकतामा नाम अर्कै राखिएको हुन्छ। त्यसैले बिहा गरिसकेपछि श्रीमानले उता चाहिँ क्याम्पमा गएर उता आफ्नो रेजिमेन्टमा गएर चाहिँ आफ्नो श्रीमतीको नाम लेख्ने बेलामा अब नागरिकताको नाम लेख्न सक्छ, कसैले बोलाइराख्ने नाम लेखिदिन सक्छ होइन। त्यसैले त्यो डकुमेन्टेसनमा अलिकति प्रब्लम भएको कारणले चाहिँ पछि बुबाको निधनपछि अथवा श्रीमानको निधनपछि श्रीमतीले पाउनुपर्ने जुन पेन्सन छ त्यो नपाउने घटनाहरू धेरै छ। र यही घटनामा आधारित भएर यस्तै घटनालाई चाहिँ सापटी लिएर अथवा यस्तै घटनाको वरिपरि परिवेशमा रहेर बनेको चलचित्र पेन्सन पट्टा आउँदैछ। भदौ 26 गते लागिरहेको छ। यसको टिजर रिलिज भइसकेको छ। तपाईँहरूले टिजर हेर्नुभयो कि भएन होइन, टिजर कस्तो लाग्यो? मलाई व्यक्तिगत रूपमा भन्दाखेरि चाहिँ नेपाली चलचित्र बजारमा पेन्सन पट्टा चाहिँ दर्शकहरूको लागि एकदमै फरक स्वादको सिनेमा बन्न सक्छ। यो टिजरबाट हामीले चाहिँ त्यो आकलन गर्न सकिन्छ। किनकि यो पेन्सन पट्टा भनेर यस्तो विषयवस्तुमा नेपाली चलचित्र बनेको यो सायद पहिलो फिल्म होला होइन। अहिलेसम्मको डेटा हेर्दाखेरि पेन्सन पट्टा भनेर अब फिल्मको चाहिँ जुन कथाको सब स्टोरी बनाएर अथवा जस्तै युकेतिर जाउँली मेजर पेन्सन खाउँली भन्ने एउटा गीतै छ होइन। त्यो गीतमा पनि विवाह गरेपछि अब श्रीमानको पेन्सन श्रीमतीले खानी एक किसिमको अवसर देखाइएको छ त्यो गीतमा। तर पेन्सन पट्टालाई नै मेन विषयवस्तु बनाएर बनेको चलचित्र चाहिँ सायद यो पहिलो चलचित्र हो। त्यसैले नेपाली चलचित्र हेर्ने दर्शकहरूको लागि चाहिँ यो फिल्म एकदमै फरक हुनसक्छ, फरक टेस्टको हुनसक्छ होइन। त्यसैले भदौ 26 गते लागिरहेको छ फिल्म। तपाईँहरू हेर्न कति आतुर हुनुहुन्छ? म चाहिँ एकदमै आतुर भइसकेको छु। किनकि टिजरले मलाई त्यो लेभलले चाहिँ एक्साइटिङ बनाएको छ होइन। सम्पूर्ण पेन्सन पट्टा टिमलाई चाहिँ मेरो व्यक्तिगत तर्फबाट धेरै धेरै शुभकामना छ। चलचित्र कस्तो बनेको छ, चलचित्रले हामीले आशा गरे बमोजिमको चाहिँ इन्टरटेनमेन्ट भ्यालु छ कि छैन फिल्ममा भन्ने कुरा चाहिँ हामी फिल्म हेरिसकेपछि फेरि त्यो प्रतिक्रियात्मक भिडियो लिएर म आउनेछु तपाईँहरूसँग। तबसम्मको लागि हाम्रो कला बजार नेपालसँग चाहिँ जोडिराख्नु होला। युट्युबमा पनि छौँ हामी, त्यहाँ सब्सक्राइब गरिदिनु होला र फेसबुकमा पनि छौँ, फलो गरिदिनु होला। टिकटकमा पनि छौँ र टिकटकमा पनि तपाईँहरू जोडिन सक्नुहुनेछ। र नेपाली कला साहित्य, मनोरञ्जन, गीत सङ्गीत, चलचित्र, नाटक यस्ता विभिन्न हाम्रो चाहिँ सृजनात्मक विषयवस्तुहरू समेटिएको र नेपालको चाहिँ इतिहास, संस्कृति,
सबै कुरा समेटिएको चाहिँ भिडियो सामग्रीहरू तपाईँले नछुटाई हेर्नको लागि कला बजार नेपालसँग तपाईँहरू जोडिराख्नुहोला। धन्यवाद।